हेलो एन्ड वेलकम टु आवर नेक्स्ट ब्लग। आज चाहिँ हामीहरू घुम्न गइरहेको छौँ है। यहाँ हजुरले हेर्न सक्नुहुन्छ हामी चाहिँ स्कुटीमा, बाइकमा अनि बुलेट बाइकमा घुम्न गइरहेको छौँ। त्यहाँ चाहिँ दादा र आराधना दी चाहिँ बुलेटमा गइराख्नु भएको छ। केशु र रसना दी चाहिँ स्कुटीमा, म र सौरु हाम्रो बसन्तीमा। अनि हामीले यहाँ अतरियामा यसरी बाइकहरू रोकेर चाहिँ पान खानको लागि बाइक रोक्यौँ। दिदीहरूले चाहिँ मलाई पानीपुरी खान बोलाइराख्नु भएको थियो, बट मलाई चाहिँ खान मन लागेन। अनि दिदीहरूले पनि खानु भएन, यहाँको राम्रो छैन भनेर। अनि म चाहिँ दादालाई जिस्काइरहेको थिएँ, कति राम्रो देखिनु भएको भनेर है, कति क्युट देखिनु भएको छ दादा चाहिँ। अनि सौरुले चाहिँ पान लिएर सबैलाई यसरी दिइराख्छ छ। अनि यो चाहिँ मलाई यसरी खुवाइदिसेको। अनि यो चाहिँ कस्तो राम्रो भ्यू छ। अगाडि दिदी, पछाडि दादा, त्यसपछि लास्टमा चाहिँ हामीहरू। अनि हामीले यसरी गोदावरीको फुलभन्दा अलि अगाडि रोकेर कहाँ जाने भनेर डिसाइड गरेर आएको थिएँ। अनि यहाँ चाहिँ है फरेन मान्छेहरू आउनु भएको रहेछ। बच्चाहरूले घेरेर कस्तो कस्तो क्वेसनहरू इङ्ग्लिसमा सोधिरहेको थिएँ। जे होस् रमाइलो भयो, फोटोसुटहरू गऱ्यौँ हामीले यहाँ। अनि एकछिन बस्यौँ, रमाइलो गऱ्यौँ। त्यसपछि चाहिँ हेर्न सक्नुहुन्छ फोटो खिचिराख्नु भएको। अनि चाहिँ अब हामी चाहिँ बुढेतलातिर जान लागेको हो। सुट भइरहेको छ साथीहरूको। अनि साथीहरूलाई चाहिँ गाडीले डिस्टर्ब गरिरहेको छ, भएन कि यो भिडियोमा। हामीहरू रिटर्न हुन थालेको बुढेतलाबाट। पछाडि केसी र आराधना दी हुनुहुन्छ। हाम्रो बुलेटवाला चाहिँ गइसके, चलाइरहेको छ। कहिले आइसक्यो साथीहरू, लाली गुराँस बेच्न थालिसके। लाली गुराँस गाई जहिले फुलिसक्यो। सानसाना बच्चाहरूले त्यहाँ शनिबार हुनाले लाली गुराँस चाहिँ बेचिरहेको छन्। दादाले चाहिँ बार्गेनिङ गरेर राख्नु भएको छ 10 तर मानिरहेको छैनन्। हाम्रो दादा अलि लोभी हुनुहुन्छ। 50 को 3टा देऊ तर 3टा बाँड्नु है त। कति बाँड्छ बाँड? 15 को 3टा देऊ। सरी कान्छ एउटा लिए भइहाल्छ नि साथीभाइहरूबाट बाँडिहाल्छ पछि। बाई गाइज, लाली गुराँस दादाले किनेर दिइसक्यो मलाई। अनि यसरी हामीले भिडियो बनायौँ। सौरुले चाहिँ मलाई लाली गुराँस दिएको जस्तो देखाएर, बट लाली गुराँस दादाले दिइसक्यो मलाई, सौरुले होइन। अनि फेरि रिटर्न हुँदाखेरि चाहिँ हामी गोदावरीमा रोकेर एकछिन फोटोसुटहरू गऱ्यौँ। जे होस् यो ट्रिप चाहिँ एकदमै रमाइलो भयो। स्टे ट्युन गाइज।